Hello everyone, it's me Prasna Pokhriel from St. Xavier Education Consultancy. Happy New Year to all of you. अनि आज हामीले चाहिँ हजुरहरुसँग चाहिँ एउटा स्टाफसँगको Q&A भिडियो लिएर आएका छौं। फ्रन्ट डेस्कबाटै सुरु गरौँ न त है। हजुरको नाम के हो? भन्नुस्, जनता जान्न चाहन्छ। हेलो, मेरो नाम चाहिँ प्रशंसा। What motivates you the most in office? छुट्टी अनि चेकआउट टाइम अनि फ्राइडे वाइब्स। अब हाम्रो युरोपको काउन्सिलर म्यामतिर जाम है त। हेलो म्याम। हाई। हजुरको नाम? मुना महर्जन। तपाईलाई एउटा सानो क्वेशन है त। 2081 मा नगर्नु भएको के काम चाहिँ हजुरले 2082 मा गर्छु भनेर सोच्नु भएको छ? ड्राइभिङ लाइसेन्स निकाल्ने, भिजा लगाउने। हाम्रो मुना म्यामको त तपाईले एन्सर सुनि नै हाल्नुभयो। अब हाम्रो डेनमार्कतिरको काउन्सिलर म्यामतिर जाम है त। हेलो म्याम। हेलो, हजुरको नाम? गीता चौलागाई। हजुरको यो न्यू इयरमा चाहिँ ट्राभलिङ गर्ने के प्लान छ कि छैन त? वाउ, मेरो कत्रो ठुलो प्लान छ। के प्लान छ नि त्यस्तो? किचनदेखि लिभिङ रुमसम्मको यात्रा। अब हाम्रो अर्को डकुमेन्टेसन गर्ने म्यामतिर जाम है त। म्याम, हेलो। हजुरको नाम? मेरो सन्जु राई। अनि हजुरको भोलि न्यू इयरमा चाहिँ प्लान के छ त? न्यू इयरको प्लान भनेको चाहिँ अब हेरौँ भोलिको मौसम के हुन्छ। मौसम अब राम्रो भएर घाम लाग्यो भने चाहिँ अब मस्त लोभी हुने हो होइन। यदि अब पानी पर्यो भने चाहिँ अब खाने हो, बस्ने हो, सुत्ने हो। हाम्रो म्यामहरुको कुरा त हजुरले सुनि नै हाल्नुभयो। अब हाम्रो डिजाइनर सरतिर जाम न त है। हेलो, हजुरको नाम? रुपेश कुशवाहा। अनि हजुरलाई कसरी प्रोडक्टिभ भयो जस्तो लाग्छ त एक्सेल खोलेर युट्युब हाइड गर्दा? त्यो मल्टिटास्किङ हो, कम्पनीको टाइममा पर्सनल ग्रोथ। हेलो गाइज, अब चाहिँ हामी कन्टेन्ट क्रिएटरतिर लागौँ है त। हेलो, हजुरको नाम? मेरो नाम प्रश्न पोखरेल। हजुरलाई एउटा क्वेसन है त। हुन्छ। एउटा त्यस्तो कुन चाहिँ हजुरको बानी छ जुन चाहिँ हजुर 2082 मा चाहिँ रिपिट गर्न चाहनु हुँदैन? टिकटक र रिल्स स्क्रोल गर्दा गर्दै कहिले 2-3 बज्छ। म त्यही बानी चाहिँ सुधार्न चाहन्छु। अब हाम्रो चेयरपर्सन सरसँग जाम है त। सर। हेलो। हजुर, हाम्रो कन्सल्टेन्सीमा भिजिटमा आउने स्टुडेन्टहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? यो अब अहिले नयाँ वर्ष आइरहेको छ। नयाँ वर्षको समयमा नयाँ वर्षको उपलक्ष्यमा जति पनि विद्यार्थीहरूले सेन्ट जेभियर एजुकेसन कन्सल्टेन्सी भिजिट गर्नुहुन्छ उहाँहरूको लागि चाहिँ हामीले विभिन्न किसिमका अफरहरू जस्तै प्रोसेसिङमा पनि अफरहरू दिइरहेका छौँ। आइएल्स पिटीका क्लासहरू पनि अफर दिइरहेका छौँ र जो विद्यार्थीले अस्ट्रेलिया, युके, क्यानाडा लगायतका अरू युरोपियन कन्ट्रीहरू, डेनमार्क, फिनल्यान्ड, स्विडेन लगायतका देशहरूमा जसले एप्लाई गर्न चाहनुहुन्छ ती विद्यार्थीहरूलाई पनि हामीले मोरभन्दा मोर है स्कलरसिपको कोटाहरू पनि हामी निकाल्ने कोसिस गरिरहेका छौँ र ती विद्यार्थीहरूलाई त्यही अनुसारले एउटा स्मुथ तरिकाले काम गर्ने, अलिकति सर्भिस ओरिएन्टेड हिसाबले काम गर्ने र जति पनि विद्यार्थीहरू एप्लाई गर्न जान्छन् उहाँहरूको डकुमेन्ट्सहरू मजाले हेर्ने, त्यसलाई अलिकति बढी निगरानी राख्ने हिसाबले चाहिँ हामी अगाडि बढ्दैछौँ। अब हाम्रो त हजुरले सुनिहाल्नुभयो। हजुरहरूको चाहिँ न्यू इयरको प्लान के छ त? यदि एब्रोड स्टडीको लागि जाने सोचिरहनु भएको छ भने चाहिँ हाम्रो सेन्ट जेभियर एजुकेसन कन्सल्टेन्सी भिजिट गर्नुहोस् या अरू नै केही प्लान छ भने चाहिँ प्लिज कमेन्ट डाउन बिलो।